तपाईले मेरो सेयरको फर्म ब्याङ्कमा भर्नु भएपछि मेरो सेयरले तपाईलाई मेल पठाउनेछ। अब जीमेल खोल्नुहोस् र मेल चेक गर्नुहोस्। इनबक्समा हेर्नुहोस् र कोही बेला स्प्याम र ट्रास फोल्डरमा पनि आउन सक्छ त्यहाँ पनि चेक गर्नुहोला। मेरो सेयरबाट आएको मेल खोल्नुहोस्। मेलको मुनि एउटा लिंक दिएको हुन्छ, त्यहाँबाट मेरो सेयरको वेबसाइट खोल्नुहोस् अथवा कुनै एक वेब ब्राउजर खोलेर मेरो share.cdsc.com.np थिचेर मेरो सेयरको वेबसाइट खोल्नुहोस्। डीपी आईडी हाल्नुहोस्। युजर नेम हाल्नुहोस्। मेलमा आएको पासवर्ड हाल्नुहोस् र लगइनमा थिच्नुहोस्। ओल्ड पासवर्डमा पुरानो मेलमा आएको पासवर्ड राख्नुहोस्। न्यू पासवर्ड राख्नुहोस्। अब नयाँ पासवर्ड राख्नुहोस् र त्यहाँ माथि के राख्नुहुन्छ मुनि पनि त्यही राख्नुहोस् र चेन्ज पासवर्डमा थिच्दिनुहोस्। अब फेरि लगइन गर्नुहोस्। डीपी आईडी हाल्नुहोस्। युजर नेम हाल्नुहोस् र नयाँ पासवर्ड राखेर लगइन गर्नुहोस्। अब 4 डिजिटको ट्रान्ज्याक्सन पिन राख्नुहोस्। माथि के हाल्नुहुन्छ मुनि पनि त्यही राख्नुहोस् र प्रोसिडमा थिच्दिनुहोस्। अब फेरि लगइन गर्नुहोस्। डीपी आईडी हाल्नुहोस्। युजर नेम हाल्नुहोस्। नयाँ पासवर्ड राख्नुहोस् र लगइन गर्नुहोस्। अब तपाईहरुले मेरो सेयर चलाउनु प्रयोग गर्न सक्नुहुन्छ। लग आउट गर्नको लागि यहाँ जानुहोस् र लग आउटमा थिच्नुहोस्।